एभ्रिवान, सो स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। गुड मर्निङ एभ्रिवान। म चाहिँ भर्खर उठेको हैन। आमा र दाजु चाहिँ घाँसदेखि आइसक्नु भएको छ। आमा आइसक्नु भएको छ, दाजु आउनु भएको छैन। सो गाउँघरको आज म सबै देखाउने छु हैन। त्यस्तो राम्रो त छैन, गाउँघर त्यस्तै हो हैन। र पनि म हजुरहरूलाई देखाउने छु। सो हजुरहरू हेर्दै गर्नु होला हैन। यहाँ चाहिँ मैले मेरो सामानहरु त्यतिकै राखेको छु छेलबेल गरेर हैन। Correto foi tu? Ah, correto foi tu? Lima euro yang enggak? Saya catat kena euro yang pakai itu. Pakai ni. Kalau itu deh. Ini kalau berat dari ini naik tu. Sudah, kami kerja. Semua ini dulu, semua tu sama. Enggak tu orang tak tunggu. Lontang kena enggak tu. Wajib tu minta tolong mana alasan. Bukan sakit hari. Ayo ni juga ini dia. Tunggu lah, tapi aku. Aku yang mana? Jadi apa tu? Berapa ini bangsa orang? Wah, kita semanta harap. नहीं किया क्या बताते? Cái thứ này cũng mang thái được mình làm cái đầu đầu thì sẽ đẹp vào được không? Anh bây giờ ra là cái gì đấy không mà được. म चाहिँ अब यहाँ पानी थाप्ने छु र
तताएर नुहाउने छु। मैले यतिखेर सकेर झाडु नुहाएको थिएन। फाइनली गाउँमा आयो, पानी ततेर नुहाइन्छ होइन। अब चाहिँ पानी भर्नु आँटेको होइन। आज 1 गते पानी सफा गर्न जान्छ अरे ट्याङ्की, सो त्यही भएर पानी भएर राख्नु पऱ्यो भनेर पानी थाप्नु आँटेको। नभए त थाप्नु पर्दैन थियो अरे पानी। आज 1 तारिक ट्याङ्की सफा गर्न जान्छ अरे, सो त्यही भएर खाने पानी भरिराख्नु पर्ने अरे। त्यही भएर यहाँ धोएर भर्ने छु। पानी थापिसकेको मैले। सो अब सो आज चाहिँ पानी मर्छ भनेर सबैतिर जोरजाम गर्नुपर्ने। मान्छेदेखि गाई बस्तुसम्म अरे होइन। यहाँदेखि जानेछ यता गोरुहरूको लागि पानी, गोरु बाख्राको लागि। दाजुले बाख्रालाई घाँस हालिदिनु भएको छ। चिसोको मौसममा चाहिँ यसरी बाख्राहरू निकाल्छ, घाँस हालिदिन्छ। बर्खा मासमा त हुँदैन, भित्रै हुन्छ काँक्री। कहाँ लानुपर्छ? यता परेछ। तल किने come here यो चाहिँ भरे गोरुहरूको लागि पानी। यसलाई त हान्ने क्या फु गरिरहेछ। पहिला यस्तो गाग्रीमा पानी बोक्नु गइन्थ्यो होइन, डोकोमा हालेर। अहिले त पेप्सी बोतलमा, के भन्छ डिउहरूको बोतलमा पानी भर्छ। किनकि अचेल त अब अनलिमिटेड पानी आउँछ नि त घरमा, त्यही भएर टेन्सन हुँदैन। त्यही महिनामा एकचोटि सफा गर्नु छ अरे 1 गते, त्यही भएर आज चाहिँ सफा गर्नु जानुहुन्छ होला भनेर। पानी बन्द हुन्छ कि भनेर अहिले नै पानीको जर्जम गरेको छु होइन। मूल घर चाहिँ यता हो होइन। अनि त्यसपछि हाम्रो कान्छा भाइको घर, अनि यता चाहिँ जेठाको, माथिको सानो चाहिँ बोजूको होइन। तर अहिले घरमा चाहिँ जेठो दाइ मात्रै हुनुहुन्छ। अहिले दाइले छोडेर जानुभयो, कान्छाले पनि छोडेर गयो। त्यही भएर अहिले हाम्रो आमा जेठो दाजुहरूसँग हुनुहुन्छ। यस्तै हो, बाउ भइन्जेल मात्रै रहेछ होइन मूल घर सबै उयो हुँदो रहेछ। अहिले बाउ नभएपछि यताउति सबै अहिले घरको हालत यस्तो छ होइन। यस्तै हो चाहिँ हाम्रो मूल घर होइन। अझै यहाँ दाइले बाख्रा बान्नुहुँदो रहेछ। पहिला यहाँ हाम्रो ठुलो घर थियो होइन। यहाँ चाहिँ हाम्रो बाउ खस्नुभयो, सो त्यही भएर यहाँ चाहिँ
यो घर भट्काउनु भएको होइन। अब यहाँ नबस्ने भनेर, तर हाम्रो दाइले चाहिँ म यहीँ बस्छु भनेर यो गर्नुभएको, यतिकै छोड्नु भयो। यो चाहिँ नास्पातीको बोट होइन, फलेर त्यहीँ कुहेर पनि सुकेछ। यता हाम्रो दाइको के पो सागबारी रहेछ, साग चाहिँ फुलेको छ। अनि धनिया, कति राम्रो धनिया चाहिँ भएको छैन। अनि लसुन, तल कोसी छ, टम्बर कोसी यो चाहिँ होइन। हाम्रो घर चाहिँ एकदम उयोमा थियो के, यता पारि अहिले कुहिरो लागेर धुसो लागेर केही देखेको छैन। यो पारि पुरा देखिन्छ। यहाँ तल हाम्रो बाजे बोजू बाउ बहिनी काकाहरू छ। राम्रो खाने लाउने बनाउने त्यसरी राम्रो लाग्थ्यो होइन। बाला पनि ठिकै छ नि। अब अहिले त्यता भए पनि स्कुलहरू पनि जाँदै रहन्छ कि, तर राम्रो साथ छैन नि होइन। राम्रो साथी भएको रमाइलो पल हुन्छ। अहिले चाहिँ फिल हुन्छ त्यो बाला पनि ठिक, दुःख होस् कि सुख होस् होइन, बाबामा राख्ने ठिक के। हाम्रो बाउको बारी चाहिँ ढाडै ढाडा ढुङ्गै ढुङ्गा होइन, राम्रो चाहिँ छैन। तर पनि एकदम रमाइलो के, वरिपरिको भ्यू देख्न पाइने। यो चाहिँ सालुमा भिडियोमा मजाले देखिँदैन रहेछ, के देखिन्छ, कुहिरो घुमिरहेछ क्या। त्यही भएर बहिनी सलिनासँग आएर ऊ तलको खोला जानु पर्यो भनेको देखिँदैन, खेतहरू देखिन्छ। ऊ त्यो चाहिँ खावरङ डाँडा भन्छ होइन, त्यहाँ पनि एकदम रमाइलो छ। यो सिरिजको बोट के होइन, सानो थियो हामी उयो हुँदा, अहिले यत्रो भइगएको छ, बुढो भइगएको छ। हामी पनि बुढी भयो, रुख पनि बुढी भएछ। फेरि कहाँ आउँछ घुमेर यो बालपनको उमेर भन्ने गीत जस्तै भइरहेछ। यहाँनिर काल्लाको कुच्चो छ नि, पहिला मैले रोपेको, जङ्गलदेखि खोजेर ल्याएर रोपेको। अहिले हाम्रो दाजु भाउजूहरूलाई काम लागिरहेछ होइन। पहिला पहिला के स्कुलदेखि आउँदाखेरि कस्तो भोक लाग्थ्यो, के खाम भने। अनि यो के भन्छ, राई भाषादेखि त बगडा भन्छ होइन, नेपालीमा के भन्छ थाहा छैन, बगडा नै भन्छ कि बखडा भन्छ पनि होइन। अनि चोरेर खान्थ्यौँ, माथि बाजेले कराउनुहुन्थ्यो क्या, तिमी दिनुहुन्न थियो, कति चोरेर खान्थ्यौँ स्कुलदेखि आउँदा। अनि एक दिन त के मन आएछ, अनि त्यसपछि एउटा सानो जरा भएको उखालेर ल्याएको थिएँ कि, अनि उखालेर यहाँ रोपिदिएको थिएँ। त कति छिटो फैलिएर
पहिला नै फल्नु थालेको थियो होइन अनि खाइयो पनि रोपेर फलेर पनि खाइयो अहिले फुल्दै रहेछ होइन अनि यत्रो बुढो भइगएको छ कि अहिले कति छिटो हुँदो रहेछ अहिले आमा बाउ एकसाथ भइदिएको भयो होइन हाम्रो बाउ त्यस्तो नभइदिएको भए अहिले यहाँ हाम्रो पहिलाको जस्तै घर हुन्थ्यो होला होइन यहाँ पनि पहिलाको जस्तो घर हुन्थ्यो होला तर त्यस्तो भइदिएन तर सोच यस्तो कहाँ हुन्छ त होइन के खायो घाँस खायो ल यिनीहरू चाहिँ के पो कुडो खुवाउने बानी भएर खोले खुवाउने बानी भएर आउँछन् छेउमै आउँछन् है नि आइजा आइजा के खायो के खायो कुदो खायो कि खाएन हौ यिनीहरू चाहिँ 3टा जन्मेछ होइन त्यही भएर दुधले पुग्दैन अरे त्यही भएर पहिला पहिला दुध किनेर खुवाउनु भएको अरे अहिले चाहिँ कुदो खान्छ नि यिनीहरू 3टा जन्मेको अरे एउटा 2टा 3टा नुहाउनु भनेको आमाले आगो बाल्नु हुँदैछ तातो पानी तताउनलाई आज म नुहाउनु छु बोजूले हेर्नु हुँदैछ आमा आगो फुक्नु हुँदैछ मकै चाहिँ मोडामा बेच्छु मोडामा आइजा ओइसे नि होला त्यो मेरो पानी चाहिँ तताउँदैछ खुर्पा हाम्रो Sierra dah nang wacangan pok caca nak lihat. Suya kudo siya nada nga wacak nga. Lah. मौरी को घर है मौरी को घर यस्तो हुन्छ मह खाने मन छ भने हाम्रो दाजुले कन्ट्याक्ट गर्नु होला कोही छैन संसारमै हमारा पानी गरम हो रहा है रे हामी यस्तोको दाउरा बाल्छ हेरौँ है यो के हो गाइस कमेन्ट गर्नु होला यस्तो खाने मान्छेले त यो भेट्यो भने कति मजाले खान्थे होला नि हाम्रो चाहिँ बाल्दैछ यहाँ हेरौँ छरप्रस्ता रुद्राक्षी दाना यहाँ फलेको यो चाहिँ तिमुरको उयो बोट तिमुरको बोट यसो काँडाले गछ भने यस्तो पोल्छ कि मौरीको घर सो अब म चाहिँ नुहाउने छु हैन अहिले नुहाइधुवाइ गरेर आज चाहिँ हामी नुहाइधुवाइ गरेर हैन खाना खान्छौँ दाइ खाना खाएर गुहार गइसक्नु भयो हैन अनि यो पर माथि
काकाको घर बनाउने घर बोलाउनु भएको थियो र दाइ जानुभयो खाना खाएर घाँस ल्याउनु भयो खाना खानु भयो जानु भएन सो अब मनी नुहाउने छु अनि त्यसपछि आमा चाहिँ मह खोज्नु जानुभएको छैन मैले मह दिनु है भनेको थिएँ आमाले बिर्सिनु भएछ कि अनि दाइले चाहिँ बेची पठाउनु भएछ एउटा छ एउटा छ यो माथि एउटा छ ऊ पर नि एउटा छ सो बेची पठाउनु भएछ त्यही भएर मलाई भएन त्यही भएर खोइ कहाँ सोध्न जान्छु भन्ने भएको छ होइन मेरो लागि पाउनुहुन्छ पाउनुहुन्न अनि आमा आउनुहुन्छ खाना खान्छौँ त्यसपछि हामी हाम्रो काम छ गाविस जानलाई हजुरहरू हेर्दै गर्नु होला होइन देखाउने छु हामी कहाँ कहाँ जान्छ के गर्छौँ होइन आज चाहिँ नयाँ मान्छेहरू जन्म लिनु भएको छ सदस्यहरू भन्न पनि नहुने होइन कुखुराले बच्चा निकालेको छ तेरो बच्चाहरू खोइ सो हामी चाहिँ अहिले गाविस हिँडेको आमा र म होइन गाविसमा गरेको काम छ एउटा सिफारिस लिनलाई पेट चेला छारामा ए ओदुमा काँचीमा खायो है खानीमा खायो यहाँ भाउजूहरूकोमा जानु पर्यो ल छुना कैसे भन ए देने खोइ मलाई खानी उहाँ दिहा किरानी मासुरा ए सँग डोरा खोइ यो निसा चाहिँ यो उकालो जानुपर्ने यस्तो उकालो हिँड्नु भने बाटो हेरौँ यो तलदेखि आएको यो चाहिँ हाम्रो स्कुल घन्टी पनि लाग्यो टिफिन सकियो जस्तो छ यहाँ हामी पढेको पहिला फाइनल गाविस आइपुगेको बोजूले भात दिनुहुँदैछ मुन्या बोजू मुन्या 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 ल मकेर धानको भात खाना चाचा खाना चाचा मकैको भात र साग सो साथै हामी खाना खाइसक्न आँट्यौँ अब सुत्नुपर्ने हुन्छ सी यू नेक्स्ट भिडियो है त